नाबालक छोरी र श्रीमतीलाई एक्लै छोडेर सदाका लागि अस्ताए चर्चित गायक प्रशान्त तामाङ। सुनो जरा हवाओं में ये कैसी है सदा। एयर होस्टेस मार्थी एली तामाङसँग प्रेम विवाह गरेका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङले श्रीमती र नाबालक छोरीलाई एक्लै छोडेर संसारबाट बिदा लिएका छन्। उनको असामयिक निधनले परिवार मात्र होइन समग्र नेपाली संगीत तथा चलचित्र क्षेत्रमा शोकमा डुबेको छ। प्रशान्त तामाङ र मार्थी एली तामाङले करिब 7 वर्ष अघि प्रेम विवाह गरेका थिए। पेसाले एयर होस्टेस रहेकी मार्थासँग वैवाहिक जीवनबाट बिहे गरेको 2 वर्षपछि छोरीको रूपमा पहिलो सन्तान जन्मिएको थियो। सानो उमेरमै बाबुको माया गुमाउनु परेको यो घटनाले सबैको मन छोएको छ। इन्डियन आइडल सिजन 3 को विजेता बनेपछि प्रशान्त तामाङले अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका थिए। त्यसपछि उनले नेपाली चलचित्र क्षेत्रमा पनि सक्रिय हुँदै गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको जस्ता चलचित्रमा अभिनय गरेका थिए। सधैँ मुस्कान र सरल स्वभावका धनी प्रशान्त तामाङको निधनले उनकी श्रीमती मार्था र छोरी आर्याको जीवनमा अपूरणीय खालीपन सिर्जना गरेको छ। एक सफल कलाकार, मायालु पति र स्नेही बाबुको रूपमा चिनिएका तामाङको सम्झनामा आज देश विदेशका शुभेच्छकहरू शोकमा छन्।